हेलो साथीहरू, म चाहिँ पर थुक्पाकोमा मासु लिन हिँडेको है। घाम यस्तो लागिरहेको छ नि, यस्तै घाममा म एक्लै लन्ठ्याङ हिँडिरहेको छु कि। अनि यो चाहिँ डाँडाबाट देखिने हाम्रो घर तिथिलो बजारको भ्यू है। अनि थुक्पाको घर पनि यही डाँडामा छ कि। अनि गएर आन्टीलाई बोलाएको, आन्टी हुनुहुन्न रहेछ, चारो लिन जानुभएको रहेछ। अनि आन्टी आउनुभयो, चिसो खाऊ भन्नु थाल्नुभयो, नखाने भनेको खाऊ नखाऊ भन्नुभयो। अनि चिसोहरू खाएर लागे आफ्नो बाटो मासु लिएर म। अनि आज दिउँसो के मलाई यस्तो अल्छी लाग्यो नि, के गरौँ कसो गरौँ के खाऊँ भयो कि। अनि मेरो पालो थुक्पा बनाउनु पर्यो भनेर बारीबाट साग लिएँ अलिकति, अनि थुक्पा बनाउनु थालेँ। यतिकै सिम्पल बनाएँ क्या, चाउचाउहरूसँग। हेर्दा यस्तै भयो भने तर मिठो भएको थियो है। अनि एकछिनबाट थुक्पाहरू देउसी खेल्न आउनुभयो कि। हाम्रोमा सकेर हामी पनि गयौँ उता खेल्न। अब छोरी मान्छे भएपछि यस्तै हो कि है, भान्से त गर्नु परिहाल्यो जहाँ गए पनि। तर चाहिँ होस् रमाइलो भयो। कति 3 कि 4 कति बजीदेखि हिँडेको होला, राति 1-2 बजीतिर फर्केको क्या हामी घर। रमाइलो भएको थियो। केही रमाइलो क्लिपहरू मैले राखेको छु ल पछाडि। चिचिच एकचोटि गर देउसुरे